आज म तपाईहरुलाई अमेरिकाको ग्रीन कार्डका लागि योग्य हुने 8 प्रमुख श्रेणीहरू बारे जानकारी लिएर आएको छु, जसलाई अमेरिकाको USCISले यो सार्वजनिक गरेको छ। म तपाईहरुलाई यहाँ क्रमशः बताउन चाहन्छु, कृपया भिडियो अन्तिमसम्म हेरिदिनु होला। अमेरिकाको नागरिकता तथा आप्रवासन सेवा USCISले स्थायी बसोबास अनुमति अर्थात् ग्रीन कार्ड पर्मानेन्ट रेसिडेन्स कार्डका लागि आवेदन दिन सक्ने व्यक्तिहरूको 8 प्रमुख श्रेणी सार्वजनिक गरेको छ। USCIS का अनुसार ग्रीन कार्डका लागि आवेदन दिन इच्छुक व्यक्तिले पहिला आफू कुन योग्यताको श्रेणीमा पर्छन् भन्ने पहिचान गर्नुपर्छ। त्यसपछि सम्बन्धित आवश्यक मापदण्ड, आवेदन प्रक्रिया र परिवारका सदस्यलाई समेत समावेश गर्न मिल्छ कि मिल्दैन भन्ने कुरा जाँच गर्नुपर्छ भनेर अमेरिकाको ग्रीन कार्ड र नागरिकता जारी गर्ने USCISले बताएको छ। यी 8 कारणमध्ये पहिलो रहेको छ अमेरिकी परिवारको आधारमा ग्रीन कार्ड। अमेरिकी नागरिकसँग पारिवारिक सम्बन्ध भएका व्यक्तिहरू यस श्रेणीमा पर्न सक्छन्। यो श्रेणी अन्तर्गत अमेरिकाको नागरिकका श्रीमान श्रीमती, 21 वर्षभन्दा कम उमेरका अविवाहित सन्तान, 21 वर्ष वा सोभन्दा माथिका अमेरिकी नागरिकका आमाबाबु, 21 वर्षभन्दा माथिका अमेरिकी नागरिकका अविवाहित छोरा छोरी यो श्रेणीमा समावेश हुन्छन् साथीहरू। त्यस्तै दोस्रो नम्बरमा रहेको छ रोजगारी। इम्प्लोइमेन्टको आधारमा ग्रीन कार्ड पनि अमेरिकामा पाइन्छ। रोजगारीको आधारमा विशेष सिप र रोजगारी भएका विदेशी कामदारले पनि रोजगारको आधारमा अमेरिकाको ग्रीन कार्डको लागि आवेदन दिन सक्छन् यदि यो कामको लागि योग्य छन् भने। यसमा 3 प्रमुख प्राथमिकता पर्छन् रोजगारमा आधारित ग्रीन कार्डको लागि। पहिलो प्राथमिकता रहेको छ, तपाईहरुलाई थाहा नै छ, EB-1 भन्ने भिसा पर्दछ। यसमा पनि तपाईहरुले एप्लाई गर्न सक्नुहुन्छ। असाधारण क्षमता भएका व्यक्ति, विज्ञान, कला, शिक्षा, व्यापार वा खेलकुद क्षेत्रमा विशेष कला भएकालाई पनि पाउँछन् भने। उत्कृष्ट प्राध्यापक तथा अनुसन्धानकर्ता, बहुराष्ट्रिय कम्पनीका व्यवस्थापक वा कार्यकारी दोस्रो प्राथमिकता EB-2। त्यस्तै उच्च शैक्षिक डिग्री भएका पेशेवर, विज्ञान, कला वा व्यापार क्षेत्रमा असाधारण क्षमता भएका व्यक्ति पनि यसमा पर्दछन्। नेसनल इन्ट्रेस्ट वेभियर अन्तर्गत योग्य व्यक्ति पनि यसमा पर्न सक्छन्। तेस्रो प्राथमिकता रहेको छ EB-3। कम्तीमा 2 वर्षको तालिम वा अनुभव आवश्यक पर्ने दक्ष कामदार यसमा योग्य हुन सक्छन्। अमेरिकी स्नातक डिग्री बराबर योग्यता भएका पेशेवरहरू यसमा समावेश हुन सक्छन्। त्यस्तै तेस्रो नम्बरमा रहेको छ विशेष आप्रवासी, स्पेशल इमिग्रेन्ट। यो पनि ग्रीन कार्ड पाउने आधार रहेको छ। केही विशेष समूह पनि ग्रीन कार्डका लागि आवेदन दिन सक्छन् यो श्रेणी अन्तर्गत। यसमा के पर्न सक्छ त भन्दा मान्यता प्राप्त धार्मिक संस्थामा काम गर्ने धार्मिक कर्मचारी अर्थात् पण्डितहरू, अलिकति विज्ञ पण्डितहरू, अभिभावकबाट दुर्व्यवहार, व्यवस्था वा परित्याग भएका र कोर्ट संरक्षक आवश्यक भएका बालबालिका यसमा आवश्यक यो भिसामा योग्य हुन सक्छन्। र अर्को चौथो नम्बरमा रहेको छ साथीहो शरणार्थी वा असाइलम। यो त अब धेरैलाई थाहा भएकै कुरा हो। अमेरिकामा शरण, असाइलम वा शरणार्थी स्थिति प्राप्त गरेका व्यक्तिहरू पनि यो ग्रीन कार्डका लागि योग्य हुन सक्छन्। पछिल्लो समयमा अलिकति अहिले ट्रम्प प्रशासनले कडाई गरिरहेको छ, नत्र यो निरन्तर भइरहेको कुरा हो। असाइलम स्वीकृति भएका कम्तीमा 1 वर्षपछि पुगेपछि आवेदन दिन मिल्छ ग्रीन कार्डको लागि। शरणार्थी स्थिति पाएका कम्तीमा 1 वर्षपछि ग्रीन कार्डको लागि आवेदन दिन सकिन्छ अमेरिकामा। त्यो शरणार्थी स्थिति भएको कम्तीमा 1 वर्ष चाहिँ हुनुपर्छ। त्यस्तै 5औंमा रहेको छ साथीहो अपराधका पीडित, क्राइम भिक्टिम्स। केही अपराधका पीडितहरू विशेष भिसा मार्फत पनि ग्रीन कार्डको लागि अमेरिकामा योग्य हुन सक्छन् जो अपराधबाट एकदमै पीडित छन् भने है। अमेरिकामा मानव तस्करीका पीडित, T भिसा भएका व्यक्ति यसमा पर्छन् भने अन्य गम्भीर अपराधका पीडित यो भिसा भएका व्यक्ति पनि यो अन्तर्गत ग्रीन कार्डका लागि योग्य हुन सक्छन् साथीहो। त्यस्तै अर्को नम्बर रहेको छ 66 नम्बरमा घरेलु हिंसा वा दुर्व्यवहारका पीडित व्यक्ति पनि यो अमेरिकाको ग्रीन कार्डका लागि योग्य हुन सक्छन्। अमेरिकी नागरिक वा स्थायी बासिन्दाबाट दुर्व्यवहारमा परेका व्यक्तिहरूका लागि विशेष व्यवस्था यसमा रहेको छ। यो ग्रीन कार्ड प्राप्त गर्नका लागि यो श्रेणी पनि रहेको छ। यसमा खास गरी कस्तो किसिमको व्यक्ति पर्न सक्छन् भन्दा अमेरिकी नागरिक वा ग्रीन कार्ड धारीको दुर्व्यवहारमा परेका श्रीमान श्रीमती र 21 वर्षभन्दा कम उमेरका अविवाहित सन्तान, अमेरिकी नागरिकका दुर्व्यवहारमा परेका आमाबाबु पनि यसमा पर्न सक्छन् यो श्रेणी अन्तर्गत साथीहो।
र अर्को रहेको छ 7औं नम्बरमा अन्य विशेष श्रेणी भनेर यसमा राखेको छ युएससिआइएसले। यसमा के पर्छ भन्दा लाइबेरियाका केही नागरिकहरू पनि यस श्रेणी अन्तर्गत योग्य हुन सक्छन् भनेर युएससिआइएसले आफ्नो धारणा त्यहाँ पेजमा राखेको छ। यदि उनीहरूले यसमा पनि फेरि मापदण्ड हुन्छ त्यसै पाइँदैन, 20 नोभेम्बर 2014देखि अमेरिकामा निरन्तर बसोबास गरेको प्रमाण देखाउन सक्छन् भने मात्रै है। अनि त्यसपछि उनीहरू र केही योग्य परिवार सदस्यहरूले पनि आवेदन दिन सक्छन् ग्रिन कार्डका लागि, यदि यसमा यो मापदण्ड उनीहरूले पुरा गरेका छन् भने। र अन्तिम रहेको छ साथी हो रजिस्ट्री मार्फत ग्रिन कार्ड, दर्ता मार्फत ग्रिन कार्ड। अमेरिकामा 1 जनवरी 1972 भन्दा अगाडिदेखि निरन्तर बसोबास गर्दै आएका व्यक्तिले रजिस्ट्री प्रावधान अन्तर्गत ग्रिन कार्डको लागि आवेदन दिन सक्ने व्यवस्था पनि रहेको छ। यो नितान्तै कम रहेको छ। त्यति बेलादेखि मान्छेहरू यहाँ कतिले त ग्रिन कार्ड पाइसकेका होलान्, कतिले देश छाडिसकेका हुन सक्छन्। यसको लागि उनीहरूले लामो समयदेखि अमेरिकामा बसोबास गरेको प्रमाण भने यसमा देखाउनु पर्ने हुन्छ। र युएससिआइएसको अन्त्यमा सुझाव के रहेको छ भन्दा यो पनि तपाईहरुले ख्याल गर्नुहोला। युएससिआइएसले आवेदकहरूलाई आफ्नो अवस्था अनुसार सही श्रेणी पहिचान गर्न, यसका लागि म योग्य छु कि छैन भनेर पहिचान गर्न, आवश्यक कागजात तयार गर्न र आवेदन प्रक्रियाका लागि सबै नियम पूरा गर्न सुझाव दिएको छन्। यी क्षेत्रमा तपाईहरुका परिवार आफन्त कोही योग्य हुनुहुन्छ भने आवेदन दिन सक्नुहुनेछ। ग्रिन कार्ड पाएपछि विदेशी नागरिकले अमेरिकामा स्थायी रूपमा बसोबास र काम गर्न पाउने अधिकार प्राप्त गर्छन्। पछि योग्य भएमा अमेरिकी नागरिकको प्रक्रियामा समेत उनीहरू जान सक्छन्। ग्रिन कार्ड पछि अमेरिकाको नागरिकताको प्रक्रिया सुरु हुन्छ। हस्त, धन्यवाद। जानकारीको लागि तपाईहरुले सुनिदिनु भयो, धन्यवाद।